मसँग फुर्सद छैन छोरी। यदि म तिमीलाई स्कुल छोड्न गए भने तिम्रो त्यति महँगो फी कहाँबाट ल्याएर तिर्नु? तिमी एक्लै जाऊ। हस् बुवा। छोरी निराश हुँदै स्कुलतिर जान्छन्। समयपछि शिक्षक कक्षा कोठाभित्र जानुहुन्छ। गुड आफ्टरनुन। बस्नुहोस् सबैजना। ल सबैले आफ्नो गृह कार्य निकाल्नुहोस् त। तपाईहरु पाठ पढ्दै गर्नुहोस्। केही समयपछि शिक्षक प्रिन्सिपल भएको कक्षा कोठाभित्र जानुहुन्छ। के म भित्र आउन सक्छु सर? आउनुहोस् न सर, के काम ल्याउनु भयो? बस्नुहोस्। आज मैले कक्षा 3 का विद्यार्थीहरूलाई मेरो सबैभन्दा ठूलो इच्छा र तिनका कारणहरूको शीर्षकमा आज मैले एउटा अनौठो कुरा थाहा पाएँ। तपाईँ आफै हेर्नुहोस् त, थाहा पाइहाल्नुहुन्छ नि। मेरो आमा बुवाले मलाई मुटुको टुक्रा त भन्नुहुन्छ, तर मभन्दा धेरै माया मोबाइल टिभी कसैले गर्नुहुन्छ। त्यसैले भगवान मलाई मोबाइल टिभी मध्ये एउटा बनाइदिनुहोस्। यदि म मोबाइल टिभी भएपछि मेरो आमा बुवाले मलाई माया र समय दिन सक्नुहुन्छ। मेरो साथीको आमा बुवा जहिले पनि विद्यालय छोड्न आउनुहुन्छ, तर मेरो आमा बुवा कहिले पनि विद्यालय छोड्न आउनु हुँदैन। यो उत्तर सुनेर शिक्षकको मन छोयो। भोलिपल्ट केही समयपछि विद्यार्थीहरू आफ्नो कक्षा कोठाभित्र जान्छन्। गुड आफ्टरनुन। बस्नुहोस् सबैजना। के आज रिता आइनन् त? के भयो रिता, किन रुँदै आएकी? सर, मेरो बुबाआमाले मलाई कहिले पनि स्कुल छाड्न आउनु हुँदैन। मलाई माया गर्छु त भन्नुहुन्छ, तर म भन्दा बढी माया अफिस, पसल, टिभी, आफ्नो कामतिर मात्र ध्यान दिनुहुन्छ। तिमी बस्दै गर, म तिम्रो अभिभावकसँग कुरा गर्छु। के म भित्र आउन सक्छु सर? आउनुहोस् न सर, के काम ल्याउनु भयो? आज रिता रुँदै आएकी थिइन्। हामीले रिताको अभिभावकसँग कुरा गर्न पर्छ। हुन्छ सर, रिताको अभिभावकले मैले अहिले बोलाइहाल्छु। तपाईँ बस्दै गर्नुहोस्। अभिभावक शिक्षकसँग कुरा गर्दै
तपाईसँग एउटा जरुरी कुरा भन्नु मन थियो। रिताले धेरै पो दुःख पोखी। आज रिता रुँदै आएकी थिइन्। रितालाई तपाईँहरूले माया र समय दिन सक्नु भएको छैन। रितालाई माया र समय दिनुहोस्। रितालाई अरू केही चाहिँदैन। बच्चाहरूको भावना र महत्वाकांक्षालाई पूरा गरिदिनु पर्छ। बच्चा बच्ची भनेको फुलका कपिला हुन्। तिनीहरूलाई माया ममता र समय दिन सक्नुपर्छ। सर, आज तपाईँले हाम्रो आँखा खोलिदिनु भयो। हामी सधैँ काम काम भनेर बच्चाहरूलाई समय दिन सकेका थिएनौँ। हामीबाट ठुलो भुल भयो सर। हामीहरूलाई माफ गरिदिनुहोस्। रिता, अब तिमी खुसी भयौ त? हजुर सर, अब म खुसी भएँ। त्यसो भए छोरी घर जाऊ।